टेरिका कस्तो भाग्दो रहेछ अस्ति मैले हातमा च्याप पक्रेको त साथीहरू आज चाहिँ लाङ्साको मोमो बनाइ हुँदैछ हो लाङ्साको मोमो किमा बनाइ हुँदैछ यहाँ यी हो आज चाहिँ लाङ्साको मोमो खाइ हुनेछ है म चाहिँ मेरो काम चाहिँ यसलाई किमा बनाउनु लागि दिएको छ साथीहरू हेर्नुहोस् होला यो चाहिँ किमा बनाउँदैछु म चाहिँ हो यसरी यो खुकुरीले चाहिँ काटेर चाहिँ किमा बनाउँदैछ है साथीहरू किमा चाहिँ खतरा बनाइदिनु म चाहिँ हो आज चाहिँ मोमो कार्यक्रम छ आजको साँझको समय आजको डिनर चाहिँ हाम्रो मोमोको कार्यक्रम छ हाम्रो फ्यामिलीको चाहिँ त्यही भएर चाहिँ म चाहिँ मोमो बनाउँदैछु मोमो होइन किमा बनाउँदैछु अहिले मेन चाहिँ यही चाहिएको हो नि त हामीलाई किमा चाहिँ एकदम रेडी भइसकेको छ अब मैले तपाईँहरूलाई देखाउनु पर्दाखेरि चाहिँ यहाँनिर चाहिँ प्याज यो दुईजनाको मिश्रण हुन्छ नि त अहिले एकछिनमा मासु र प्याजको होइन त्यही भएर चाहिँ प्याज पनि काटिसकेको छु मैले यहाँनिर मासु पनि रेडी गरिसकेको छु अब चाहिँ बेलुका बाबा बाहिर जानुभएको छ अलिक ढिलो हुने रहेछ त्यही भएर चाहिँ तातो खानु मजा आउँछ मोमो भनेर चाहिँ अहिले चाहिँ हामी चाहिँ उयो नगर्ने नबनाउने सबै रेडी गरेर चाहिँ बेलुका एकैचोटि बनाएर खाने ओके साथीहरू है अहिले एकैचोटि तपाईँहरूलाई म मोमो मुखबाङ गरेको चाहिँ देखाउँछु नि ल होम्सले चाहिँ बच्चाहरू पक्रिँदैछ कुखुराको चल्लाहरूलाई पक्रिँदैछ हो म पनि हल्का मद्दत गरिदिउँ भनेर आएको तर चल्लाहरू चाहिँ कहाँ गयो यहाँ त पक्रिन सक्दो रहेछ बित्ताएको छ नि तपाईँले ए तँ पोस्टर खोरमा जा ए टेरिका कस्तो भाग्दो रहेछ अस्ति मैले हातमा च्याप पक्रेको त चल मैले अस्ति च्याप पक्रेको हातमै आएको यहाँनिर बिच्काएछ टेरिका यहाँ खतम पारिहालेछ नि हौ के चलाक बनाएछ बिस्तारी बोलाउँदै टिप्नु पर्ने हो नि त चल्ला भनेको के भन्छ मैले चाहिँ किमा पनि रेडी गरिसकेको छु यो चाहिँ किमा हो किमामा एकदम धनियाँ सनियाँ हालेर अदुवा सदुवा पेस्ट गरेर मजाको किमा बनाइदिएको छु हो र मेरो काम चाहिँ अहिले सकिसकेको छ अब चाहिँ भनेकोचोटि म तपाईँहरूसँग चाहिँ खाने बेलामा जोड्छु ल मेरो मुखबाङ भिडियो देखाउँछु अहिले चाहिँ यति नै हो मेरो चाहिँ फाइनली काम सकिसकेको छ मैले बनाइसकेको छु हेर्नुहोस् नै भइसकेको छ हो यता चाहिँ ठ्याक्कै मैदा हेर्नुहोस् त साथीहरू मैदा पनि एकदम रेडी भइसकेको छ गुनेर अब यसलाई एकछिन पास राख्न त्यहाँबाट एकैचोटि बनाएको भिडियोमा जुरौँ मुखबाङ भिडियोमा जुरौँ है त साथीहरू अब चाहिँ म चाहिँ मोमो बनाउनुतर्फ लागेँ है अब चाहिँ हाम्रो यहाँ मोमो स्टार्ट हुन आँटेको छ मोमो बनाउनको लागि अनि मेरो वाइफले चाहिँ बेल्नु हुनेछ अनि म चाहिँ मोमो बनाउने छु ओके अनि अहिले हाम्रोमा चाहिँ क्यामेराम्यान नभएको कारणले गर्दा चाहिँ एकैचोटि रेडी भएको मात्रै देखाउँछ है त तपाईँहरूलाई भिडियोमा ल त मक्टु यहाँ रेडी छ यहाँ किमा छ अनि यहाँनिर हाम्रो बेल्दैछ म चाहिँ बनाउने मान्छे हो मेकानिक बनाइसकेको छ दुईवटा मक्टु चाहिँ रेडी भइसकेको छ अब यो चाहिँ उतापट्टि लानुपर्छ है यो चाहिँ उता जान्छ बाहिर चुलामा है किनकि यो चाहिँ चुलामा पाक्ने छ र यो चाहिँ लिएर जाँदैछ साथीहरू होइन हेर्नुहोस् है साथीहरू यो चाहिँ लिएर बाहिर चुलामा पकाउने मान्छे छ मम्मी यहाँ आउनु न तपाईँ फोन लिएर आइरहेको छु यहाँनिर मान्छे चाहिँ मक्टु पक्रिने मान्छे चाहिँ यहाँ छ भनेर झन् अर्को डिपार्टमेन्टको मान्छे देखाउन आएको त डिपार्टमेन्टको मान्छे छैन त यहाँ त अन्त मोमो राख्ने डिपार्टमेन्ट त अर्कै राखेको थियौँ हामीले यहाँ हामी त बनाउने डिपार्टको पकाउने डिपार्टको मान्छे त सुत्दै पो रहेछ कहाँ गयो ल है साथीहरू यहाँनिर चाहिँ बाहिर चुलोमा चाहिँ यसरी पकाउँदैछ हाम्रो मम्स चाहिँ यहाँनिर कुकिङ डिपार्टमा छ हामी चाहिँ भित्र मोमो बनाउँदैछौँ है
यहाँबाट चाहिँ कनेक्ट भएर चाहिँ यस्तो बाहिरपट्टि चाहिँ यसरी हामीले चुला राख्ने बनाएको छौँ हो। त्यही भएर मम्मीले यहाँनिर मोमो पकाउने हेर्ने चाहिँ मम्मी हुनुहुन्छ है त यहाँनिर। प्रशंसा भाइबा है मासुमा अथवा के हो तिरको मोमो चाहिँ खानाभरिमा सबैभन्दा फेभरेट डिस चाहिँ मोमो परेको छ। त्यही भएर एकदम दामी भयो हो। कस्तो रहेछ मम्मी? दामी रहेछ? राम्रो छ। एकदम टेस्टी छ आजको मोमो चाहिँ, केही दम छ है।